दाइ होइन कस्तो अचम्म देख्नु परेको भुन्टी भाउजूले त भूपेन्द्र दाइलाई रगत पो दिइरहनु भएको छ त त्यही त भने भूपेन्द्रको त्यस्तो हालत कसरी भयो डाक्टर साहब मेरो भाइ भूपेन्द्रलाई के भएको के भएको भन्नु हस्पिटलमा ल्याउँदा उहाँको शरीरमा चोट नभएको ठाउँ थिएन जताततैबाट रगत बगिरहेको थियो सायद उहाँ ठुलै दुर्घटनामा परेको हुनुपर्छ कि त कसैले पिटेर उहाँलाई बेहोसीको अवस्थामा फालेको हुनुपर्छ शरीरबाट धेरैभन्दा धेरै रगत बगिसकेको थियो समयमै उहाँकी श्रीमतीले रगत नदिनु भएको भए उहाँलाई बचाउन मुस्किल हुन्थ्यो सायद केही समयपछि होस आउँछ होला के भएको थियो बिरामीसँगै तपाईँहरूले बुझ्न सक्नुहुन्छ यदि उहाँ बोल्न सक्ने अवस्थामा हुनुभयो भने है ठिकै डाक्टर साहब थ्याङ्क यू अनि डाक्टर साहब होस चाहिँ कति बेला आउँछ होला ठ्याक्कै भन्नुहोस् त अहिले यसै भन्न सक्ने अवस्था छैन बेबी भूपेन्द्रलाई के भएको होला है कतै मैले र श्रेयाले गरेको व्यवहार सहन नसकेर गाडी लापरवाहीसँग चलाएर दुर्घटनामा परेको हो कि होइन दाइ होइन गाडी त पार्किङमै छ भूपेन्द्र दाइले गाडी नै निकाल्नु भएको छैन आज भनेपछि के चाहिँ भयो होला त भूपेन्द्रलाई यस्तो अवस्थामा कसले पुर्यायो होला त चिन्ता नगर्नुहोस् न दाइ अब बिस्तारै भूपेन्द्र दाइको होस पनि आइहाल्छ जे हुन्छ राम्रैकै लागि हुन्छ भन्छन् कतै भुन्टी भाउजूसँग भूपेन्द्र दाइको राम्रो सम्बन्ध हुनको लागि यो सब भएको पो कि ठिक पनि हुनसक्छ हे भगवान् मेरो भाइको चाँडोभन्दा चाँडो होस् आओस् चाँडै निको होस् यस बेला भइसक्यो गाडी छुट्ने बेला भइसक्यो आउँदैन नि त के गर्ने होला छोरा आयो ए बुहारी पनि आइछ भाइ हजुरहरू गाउँ जान लाग्नु भएको थाहा पाएँ त्यही भएर भेट्न आएको नि ए खुसी लाग्यो बाबा अनि भुन्डी चाहिँ खोइ त खोइ भुन्टी भुन्डी त आएनन् लो किन आएन के भयो बुवामा अब यो सबै कुरा मैले भन्दाखेरि तपाईँहरू चिन्ता चाहिँ नगर्नु है त्यो ज्वाइँ रहँदैन कि जस्तो छ हुन त अब त्यो हाम्रो ज्वाइँ नै रहेन ज्वाइँ नै नरहिसकेपछि त्यसलाई केही हुँदाखेरि पनि हामी किन चिन्ता गर्नु र त्यो पुरै घाइते अवस्थामा बिहोस भएर नालीमा ढलिरहेको हुन्छ अनि त्यस्तो अवस्थामा हामीले भेटाएर हस्पिटल पुऱ्याएका थियौँ अब त्यसलाई त्यस्तो अवस्थामा देखिसकेपछि बहिनी म हस्पिटलमै बस्छु तपाईँहरू बुवा आमालाई पुरै लिएर आउनु भनेर भन्न थाल्यौँ त्यही भएर हामी चाहिँ आएको आमा बहिनीलाई एकदम ठिक छ बहिनीलाई त केही भएको छैन अब उसका त्यहाँ दाजुभाइहरू कोही नभएको कारणले गर्दाखेरि एक्लै भएको कारणले गर्दाखेरि रुङ्न बसेको छिन् कुरा यति हो केही चिन्ता गर्नु पर्दैन है लौ नानी कसरी त्यस्तो अवस्था पुगेका होला अब त्यो भुन्टीले कति चिन्ता गर्छ होला गर्दिनँ न आमा गर्दिनँ किन चिन्ता गर्नु त्यो आफ्नो मान्छे रहेको भए पो चिन्ता गर्नु चिन्ता गर्दिनँ मानवताको नाताले गर्दाखेरि मात्रै तिनी त्यहाँ रुङ्न बसेकी छिन् तपाईँ नआत्तिनु न अब हामी के गर्ने त गाउँ जाने कि नजाने जाने नि बुवा गाउँ जानुपर्छ नि अब यहाँभन्दा हजुरहरूलाई गाउँमै सजिलो हुन्छ गाउँमा भए ताजा ताजा खानेकुराहरू पाउनुहुन्छ पानी नै स्वच्छ हुन्छ गाउँको म गाडी चढाइदिइहाल्छु जाउँ जाने बेलामा भुन्टी एकखेर मुखेर जानु पाएको हुन्थ्यो त्यसो भए भोलि जानु होला नि त आमा अब बहिनीलाई आउन त एकछिन समय लाग्ला हुन्छ हुन्छ बोल्न जाउँ न है बुढा अब हिँड्न लागेर बाहिरी निस्किसकेका मान्छे फेरि फर्कनु हुन्न भुन्टी आमा छोरीसँग फोनमा कुरा भइहाल्छ क्यारे आजै जाउँ फेरि 1-2 महिनापछि तिम्रो उपचारको लागि आउनु परिहाल्छ क्यारे हो त जाउँ जाउँ आमा जाउँ जाउँ हामी जाउँ ल जाउँ तिमी नै बोक्छौ र जाउँ जाउँ ढिलो गर्नु हुँदैन आउनुभयो मेरो बहिनीको जस्तो हुनुपर्छ हामी भावनामा जिउँछौँ र त्यही भावनालाई हामी यथार्थ सम्झिन्छौँ हामीले जस्तो सुकै परिस्थितिमा पनि धैर्य गर्न जानेका हुन्छौँ तर तिमी संसारलाई हेर्छौ संसारमा भएका धनी मानी मान्छेहरूले भोगेको जिन्दगी हेर्छौ अनि त्यस्तै खालको सुख र सुविधा तिमी खोज्छौ जुन म तिमीलाई कहिले पनि दिन सक्दिनँ त्यही भएर तिम्रो र मेरो कहिल्यै कुरै मिल्दैन बहिनीमा एकछिन भावनामा बगेर मिले जस्तो भए पनि यथार्थमा तिम्रो र मेरो सोच विचारै फरक छ थियो पहिला थियो
तर अब छैन त्यस्तो सोच विचार मेरो। र पूर्णिमा हुन्छ हामीलाई यहाँ कति धेरै गाह्रो भइरहेछ त्यत्रो लामो बाटो गाडीमा आएको गाडीले हल्लाएर थाकेका छौँ होइन थाक्यो भने कसलाई सुनाएको गाडीमा मैले गएर हल्लाइदिएको मैले बोलाएको थिएँ तपाईँहरूलाई यहाँ कसले बोलाएर आएको मलाई भेट्न आउनु गाडीमा हल्लिँदै भनेको थिएँ मैले अनि किन नबोल्या किन आएको यहाँ किन कसले बोलाएर आएको बोलाउन त कसले बोलाउनु नि बुहारी आफै आएका नि आफ्नो छोराको घरमा आउन पनि बोलाइराख्नुपर्छ र भूमिकाको लागि अलिअलि किनमेल गर्नु थियो त्यही भएर आएका नि ए किनमेल गर्न पो आएको होइन गाउँमा बजार छैन सहरकै लाउनु पर्ने यिनलाई होइन के किन्नु पर्यो यिनलाई त्यस्तो अनि पैसा चाहिँ हामीले यहाँ दिन्छौँ भनेर यहीँ मुन्टेको होला होइन यसरी हेपेर चाहिँ नभन बुहारी मैले जन्माएको छोरो हो मेरै छोराले बनाएको घर हो अनि मेरै छोराले कमाएको पैसा अब बहिनीको लागि अलिअलि खर्च त गर्नु पर्यो नि बा म यसको बिहेको लागि सामान किन्न आएँ यसरी हेपेर चाहिँ कुरा नगर है ए अब मैले हेपेँ भनेर ब्लेम लगाउने तपाईँले भन्न खोजेको चाहिँ के भन्न खोजेको के भन्न खोजेको तपाईँले भन्न त केही पनि खोजेको होइन बुहारी जे भए पनि कहाँ छौ तिमी म हजुरकै प्यारो ज्वाइँसँग छु मलाई माफ गरिदिनुहोस् है आमा मैले हजुरलाई बुझ्न सकिनँ हजुरले जहिले मेरो राम्रोको लागि नै भनिरहनु भयो तर मैले सधैँ गलतै बुझिरहेँ र हजुरको कारणले गर्दाखेरि नै मैले हजुरको ज्वाइँको महत्त्व पनि बुझेँ मलाई माफ गरिदिनुहोस् है आमा छोरी बाबुआमाले आफ्नो सन्तानको कहिल्यै कुबाल्न चिताउँदैनन् म तिम्रो सौतेनी आमा भए पनि आफ्नै छोरी जस्तो माया गर्छु साँच्चै जय र तिमी मिलेको त हौ नि हो आमा हो त्यसो भए तिमीहरू दुईजना आयो त यहाँ दुईजनाको खुसी भएको अनुहार हेरौँ हस् आमा अनि के आउँछन् रे आइहाल्छन् नि बाबुआमा भएको ठाउँ नआएर कहाँ जान्छन् त म छोरी जयको लागि मिठो मिठो खाना पकाउँछु हजुर बसिरहनु म पनि सघाउन जान्छु नि ल ल के भन्नुभयो आमाले ज्वाइँलाई छिट्टो घर लिएर आऊ भन्नुभएको छ आमाले मलाई भन्दा पनि बढी तपाईँलाई माया गर्नुहुन्छ किन होला है किन भन्नु नि जगतको गुरु भन्ने नि मिल्दो रहेछ अनि मेरै दिनु भनेर दिक्यो मैले बुझ्ने तिमी आफै कति कमजोर छौ कति दिन भइसक्यो राम्रोसँग खागी पनि छैनौ अनि यति धेरै रगत निकालेपछि तिमी कसरी उठेर हिँड्न सक्छौ के खुर्को यो बन्द गर्न लाएर त खुर्को यो बन्द गर्न लाएर न त तिमी उठेर हिँड्न सक्दिनौ बुझ्ने तपाईँ चिन्ता नगर्नु कादै उहाँ ठिक हुनुभयो भने म त जसरी नि हिँडिहाल्छु नि है बहिनी तिम्रै खुन चुसी चुसी तिमीलाई जिउनु न मर्नु बनाउने यस्ता पापी अपराधीलाई बचाउनको लागि तिमीले यत्रो रगत निकालेर के गर्यौ के दाइ एउटी श्रीमतीले आफ्ना श्रीमानको लागि जे गर्नुपर्छ त्यही गरिराखेकी हो का मैले उहाँ मेरा साथ आउनु भए पनि नभए पनि म उहाँको नामको सिन्दुर र गलामा उहाँकै नामको पोते लाएर यो समाजमा ठाडो सिरारेर हिँड्न चाहन्छु उहाँले मलाई मयारे पनि नरे पनि मैले एकतालले उहाँसँग बिहारिसकेँ अब मेरो सास छौन्जेलका लागि मेरो श्रीमान भने उहाँ नै हो यो समाजका मान्छेले यदि उहाँलाई केही भइहाल्यो भने मलाई ठाडो शिर गरेर बाँध्न दिँदैन श्रीमान टोक्कै भनेर अनेक आरोप लाउँछन् दाइ त्यही भएर उहाँ बाँध्नु जरुरी हो यति मात्रै नभएर उहाँलाई केही भइहाल्यो भने मलाई जन्म दिने उहाँका बुवा आमा उहाँका परिवारलाई कति टेन्सन हुन्छ मैले रद दिँदाखेरि उहाँ बाँचेर उहाँलाई राम्रो भयो भने धेरैजनालाई खुसी मिल्छ दाइ अनि सबैभन्दा धेरै खुसी म हुन्छु उहाँलाई सन्चो भएपछि त्यही भएर म ज्यादै हो या आफ्नै खुसियालाई गर्दै हुँदै तपाईँ यसरी नरुनु टेन्सन न